हेलो नमस्कार। यो मनाङ जिल्लामा अवस्थित कृषि विकास बैङ्कको सामे शाखा, जहाँ म 15 महिनादेखि यस कार्यालयमा कार्यरत छु र यहाँबाट सरुवा भई म शाखा कार्यालय मालेपटन पोखरा जाँदैछु। सम्पूर्ण सर आगन्तुक भन्नुपर्यो यस शाखा कार्यालय चामी आज विदाई तथा स्वागत कार्यक्रममा पाल्नुभएका यस कार्यालयका कर्मचारी साथीहरू, सहयोगी साथी र सुरक्षा गार्डज्यूहरूमा यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आज विशेष दिन यो कृषि विकास बैङ्कका शाखा कार्यालय चामाई मनाङको स्वागत तथा विदाई कार्यक्रम रहेको छ र शाखा कार्यालय रजरबाट आफ्नो पदोन्नतिको हर्ष उल्लास साथ आफ्नो शाखा अधिकृत पद 7औं तहमा पदोन्नति हुनुभई आउनुभएका श्री विष्णु प्रसाद अर्या सरलाई हामीले उहाँलाई हार्दिक बधाईका साथ यस शाखा कार्यालय चामे मनाङ परिवारले सम्पूर्ण परिवारको तर्फबाट उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। उहाँलाई हार्दिक बधाई पनि छ। मेरो आफ्नो करिब 14 महिनाको कार्यक्रम लगतै काम गरे लगतै यहाँबाट मनी बिदाई हुने कार्यक्रम रहेको छ। सर्वप्रथम त उहाँलाई विनम्रताका साथ उहाँको आगामी दिनहरू प्रगति होस् र यहाँ आउनुहुने हाकिम सर, नयाँ हाकिम सर, फुल हाकिम सर पाउनुभएको छ। यस मानेमा हामी पनि एकदम खुसी छौँ र कृषि विकास बैङ्क शाखा कार्यालय चामी परिवार पनि खुसी हुनुहुन्छ। उहाँ फुल हाकिम भएर आउनुभएको छ पदोन्नतिसँगै। उहाँलाई चाहिँ हामीले हार्दिक स्वागत गर्न चाहन्छौँ। स्वागत गर्न चाहन्छु। लक्ष्मी धन्यवाद। कृषि विकास बैङ्कमा जागिर खाएको 13 वर्षको अवधिमा पदोन्नतिका साथ शाखा अधिकृत 7औं तहमा पदोन्नतिका साथ यस कार्यालयमा हाजिर भई उपस्थित भएको छु। अब जहाँ गए पनि बैङ्कको हित उन्नतिको प्रगतिको बारेमा काम गर्नुपर्ने भएको हुनाले यस संस्थामा जति साथीहरू आउनुहुन्छ उहाँहरूले फुल सहयोग गरी आफूले जाने बुझेको क्षमताका साथ सहयोग गरी काममा सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दै मेरो भनाइ यहीँ अन्त गर्दछु। हस्त बस्ने पनि उहाँकै हातमा। सबैलाई नमस्ते। म सन्दीप केसी कृषि विकास बैङ्कमा लेखापट भर्ना रहेर 1 वर्ष मेरो बिता भएको छ र हाम्रो शाखा रजरबाट यहाँ प्रबन्धक कृष्ण प्रसाद हजुर हाम्रो शाखा मनाङमा स्वागत गर्न चाहन्छौँ हामी। र यसै गरी विगत 14 महिनादेखि यस शाखा मनाङमा सोमबहादुर गुरुङ सरले जुन योगदान दिनुभएको छ, धन्यवाद। कार्यक्रम सञ्चालक सन्दीप सर र आज यस विदाई समारोहमा विशेष अध्यक्षता ग्रहण गर्नुभएका यस कार्यालयका प्रबन्धक श्री विष्णु प्रसाद अर्याल सर लगायत कृषि विकास बैङ्क चामे मनाङका सम्पूर्ण परिवार, गार्डज्यूहरू र हाम्रा सहयोगी दिदीमा सम्पूर्णलाई नमस्कार टक्राउन चाहन्छु। र अहिले शाखा कार्यालय जमसमदेखि नै पदोन्नति भएर मेरो पनि पोस्टिङ शाखा कार्यालय मनाङमा आएर मैले नि काम गर्ने अवसर पाएँ, सिक्न नि पाएँ र सिकाउनु पनि पाएँ। र अब हाम्रो कृषि विकास बैङ्क चामीको अलिकति प्रब्लम भनेको अब यस गण्डकी प्रदेशकै सबैभन्दा बढी एनपिएल बुझेको र अलिकति बाढी र कोभिडले पनि प्रभावित यस शाखा कार्यालय र अधिकांश लोनहरू लगभग 50% भन्दा हाम्रो अहिले एमआइएसमै हेर्नुपर्दा 53% जति चाहिँ सेवा क्षेत्र अन्तर्गत नै हाम्रो कर्जा लगानी भएको छ। त्यो हिसाबले पनि हामी चाहिँ एकदमै प्रभावित छौँ। यो अवसरमा असोज 17बाट मैले निमित्त प्रबन्धकको रूपमा जिम्मेवारी लिएको थिएँ र यसै अवसरमा हाम्रो उच्च व्यवस्थापनप्रति पनि म प्रतिको विश्वास र मेरो कर्तव्य पालनाको काम गर्न सक्ने क्षमता यति लामो समयसम्म मलाई निमित्त प्रबन्ध दिन्छु भन्ने मैले सोचेको पनि थिएन। मैले केही समयको लागि मात्रै गर्नुहुन्छ भन्ने सोचेको थिएँ। तैपनि मैले आफ्नो जिम्मेवारी चाहिँ वहन गर्न जहाँसम्म सक्दो प्रयास चाहिँ गरेको छु, तर भने जति चाहिँ गर्न सकिएन। अब यहाँनिरका लोनीहरू अलिकति समस्या नै दिने खालको नि भेटिन्छ। अब राम्रो गर्न नि सकिन्थ्यो। म
कार्यालयलाई दीर्घकालीन असर पर्ने गरी त्यस्तो किसिमको कदमहरू चालनालाई रोक्ने प्रयास पनि गरेँ र लोन इमर्गेनिङ जस्ता विगतमा भएका गलत प्रयासहरूलाई रोक्ने प्रयास गरेँ र आफूसँग भएको कार्य अनुभव र सानो छोटो अवधिमै यो 5 वर्ष भयो छोटो अवधिमै धेरै कुराहरू सिक्न नि पाएँ केही कुराहरू नै कसैले प्रलोभन देखाएर म त्यसमा फस्न सकिनँ र त्यो मेरो नैतिकताले पनि दिँदैन एउटा असल कर्मचारीको नैतिकताले र आगामी सर नयाँ जिम्मेवारी लिएर आउनुभएको छ विष्णु सरले पनि उहाँबाट सिक्नुपर्ने कुराहरू पनि सन्दीप सरबाट पनि एउटा उहाँको मेहनत र यो लगात 2 दिन भए पनि सँगै बसेर सिक्न पाएँ र सन्दीप सर पनि अब सिटिजन ब्याङ्कमा काम गरेको एउटा सानो अनुभव पनि उहाँसँग रहेको कारणले गर्दा मलाई पनि काम गर्दाखेरि सजिलो भयो काम गर्ने व्यक्ति भनेको हाम्रोमा लगभग 2 जनै जस्तो नै थियो अब पहिला नै थाहा छ हामीले राम्रोसँग काम गर्ने अवसर पनि पायौँ र काम भनेको थोरै पनि छ अब गर्नुपर्ने जिम्मेवारी अझ बढी पनि छ र यसै सन्दर्भमा मेरो सम्पूर्ण हाम्रा सहयोगी साथीहरू सन्दीप सर जानुभयो वर्षमा छोटो बसाइ भयो उहाँलाई विशेष आभार र धन्यवाद दिन चाहन्छु र हाम्रो ग्राहकहरू सन्तुष्ट होस् र यस ग्राहकहरूलाई पनि हार्दिक अनुरोध र लगातार अब छोटो समयमा हाम्रो मित्रता गाँच्नुभएका हाम्रो वाणिज्य ब्याङ्कका प्रबन्धक साथी लगायत उहाँहरूलाई नि अनि हाम्रो ब्याङ्कर्स क्लबका र बिमा संस्थाका साथीहरू हाम्रो गार्दाहरू अति मिलनसार गार्दाहरू उहाँहरूको एकदम शुभेच्छुक तरिकाले मैले माया पाएँ यहाँ बस्दाखेरिको मलाई पारिवारिक वातावरणहरू साह्रै चित्तबुद्ध थियो र आफ्नै बाध्य र व्यवस्थाका साथ मैले पनि धेरै समय पनि अब दुर्गम क्षेत्र बसिसकेको हुनाले लगभग 2 वर्ष बसेँ मनाङ र मुस्ताङबाट मैले पनि सरुवा लिनै पर्ने बाध्यता छ अब घर परिवार नजिकै रहेर काम गर्ने एउटा सानो अनुभव लियौँ भन्ने पनि आफ्नो अपेक्षा भएको कारणले सरुवा लिन बाध्य छु र आगामी दिनमा यहाँहरूको उच्च प्रगति होस् र ब्याङ्कको पनि उच्च यस शाखाको पनि उच्च प्रगति होस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दै र आगामी दिन उच्च प्रगति गर्न सफल होस् भन्दै मेरा 2-4 शब्दहरू विदायका 2-4 शब्दहरू यही दिन चाहन्छु हस्त भइहाल्यो सानो उपहार यति भन्दै यस कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु धन्यवाद सरलाई स्वागत छ आउनुभयो सोम सरलाई पनि धेरै धेरै बधाई छ शुभकामनाको सफल कार्यकालको धेरै शुभकामना अब आउने जाने अब भन्ने त लाइफमा भइरहन्छ कमिङ एन्ड आउट गोइङमा चाहिँ सक्सेसहरू अब त्यसपछि अब स्याडनेसहरू भइरहन्छ होइन धेरै धेरै शुभकामना हामी हाँसी खुसी सबैजना मिलेर चाहिँ गर्नुपर्ने हुन्छ र कतै हाम्रो सोम सर चाहिँ यहाँ विदाय भएर जानुहुन्छ सोम सरलाई चाहिँ विगत धेरै समय बस्नुभयो 1-1.5 वर्ष कति बस्नुभयो तपाईँको जहाँ ट्रान्सफर हुँदैछ त्यहाँ चाहिँ कार्य सफलताको शुभकामना दिन चाहन्छु हस्त धन्यवाद मैले भने जस्तै होइन अब सर चाहिँ अब त नयाँ आउनु भएको छ यहाँ चाहिँ हाम्रो चाहिँ संस्था तपाईँ सायद अब नयाँ ठाउँमा अब अरू ठाउँमा कति ठाउँमा काम गर्नुभयो त्यो ठाउँमा चाहिँ हाम्रो यो ब्याङ्किङ सेक्टरको कुनै पनि यस्तो चाहिँ संस्था चाहिँ थिएन है मैले पनि अनुभव गरेँ धेरै ठाउँमा होइन त्यस्तो ब्याङ्कहरूको चाहिँ एउटा चाहिँ युनियन चाहिँ कहीँ पनि थिएन तर मनाङ जिल्लामा चाहिँ हामी यो सायद अब ठाउँले गर्दा नि सानो ठाउँले गर्दाखेरि नै होला हामी चाहिँ यहाँ चाहिँ एकजुट भएर चाहिँ हामी यस्तो कार्यक्रम गरिराखेछौँ होइन कहिले चाहिँ फुटबल गरिन्छ कहिले पिकनिक होइन इत्यादि कहिले घुम्न जाने भोलिको दिनमा चाहिँ तपाईँ भएपछि त्यो सबै कुरा चाहिँ अब तपाईँले पनि थाहा पाउनुहुन्छ आज बिदाई भएर जान खोज्दै हुनुहुन्छ एक किसिमको दुःखदको कुरा पनि हो र नयाँ सर आउनुभयो चाहिँ हामीलाई एउटा खुसीको कुरा पनि हो यसै सम्बन्धमा सरलाई मैले धेरै नबोली आगामी दिनमा पनि यहाँ जसरी काम गर्नुहुन्थ्यो जसरी खट्नुहुन्थ्यो त्यसरी नै आगामी नयाँ शाखा पनि त्यसरी नै खट्नु होला भनेर धेरै धेरै उत्तर प्रगतिको शुभकामना दिन चाहन्छु र हाम्रो नयाँ आएको सरलाई चाहिँ एकदम धेरै स्वागत छ भन्दै म मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु धन्यवाद यस सामे मनाङमा अहिलेसम्म रहिरहँदाखेरि राम्रो चाहिँ मिलनसार साथीको रूपमा सोम सर रहँदै आउनुभएको थियो र आइराख्नु भयो अहिले चाहिँ आइराख्नु भएको छ उहाँमा एउटा चाहिँ होइन पदको घमण्ड नै होइन एउटा सरल तरिकाले व्यवहार गर्ने उहाँको बानी होइन त्योबाट चाहिँ एकदमै म आफू व्यक्तिगत रूपमा एकदमै इम्प्रेस छु मैले पनि त्यो
मेरो आफ्नो कार्यकालमा चाहिँ त्यो मेरो आफ्नो बाँकी जीवनमा चाहिँ त्यो लागू गर्नुपर्छ भन्ने चाहिँ मैले ठानेको छु। हाम्रो नयाँ आउने सरसँग पनि जसरी उहाँको चाहिँ विलासिलो स्वभाव होइन सबैसँग घुमेर घुलमिल भएर बस्न सक्ने उहाँको चाहिँ जुन क्यापेसिटी होइन थियो त्यस्तै किसिमको अपेक्षा उहाँबाट पनि गर्छु होइन। हाम्रो विपिन मनाङले पनि गर्दछ भन्ने कुरा पनि मैले जानकारी गराउन चाहन्छु। यसै गरी हाम्रो सोम सरलाई चाहिँ विदाई गरिदिनु हुन म सबै साथीहरूलाई पालै पालो चाहिँ अनुरोध गरेँ। विदाई स्वागत दिनु भन्नु न। विदाई स्वागत नयाँ ठाउँ जाँदै हुन्छ यस्तो गाडी अनि त्यसपछि हिउँ सबै छोडेर जाँदै हुनुहुन्छ। सन्दीप सर सबैजनाले मोबाइल बालेर खिचाउन लागि जति समय काम गऱ्यो जति समय तपाईँसँग समय भयो सफल कार्यकालको धेरै धेरै शुभकामना। यहाँ सँगै होइन उ गरियो कहाँ घुम्नु पनि गइयो होइन। भेट्दाखेरि यति हुन्छ नि त फेरि सम्झे होइन अब फलाना घुम्न मेरो घुम्न गयो अन्नुवाला घुम्ने पनि आयो। अब धेरै उमा पुग्नु भएको छ है एकदम सफल कार्यकालको हामी बिरामा पनि भइएन कि एकदम सर हजुरलाई पनि धेरै धेरै स्वागत छ है एकदम चामी मनाङमा होइन। उहाँ सर जस्तै अब हामी पनि फेरि एकदम सँगै रहेर चाहिँ काम गरिनेछ होइन सँगै रहिरहनेछ होइन। तपाईँ एक्लै हुनुहुन्न हामी यत्रो छौँ यहाँ होइन। एकदम मनाङ जस्तो दुर्गममा आइयो ओहो भन्नु होला हामी छौँ होइन। सबैजना स्वागत छ। होइन राख्नु ढाल पाउँछ नि त्यहाँ छिमेकी हो नि त हामी अझै नजिकको छिमेकी हो। बोलाले मात्र छुट्यो हो यो वारिपारि बेटीको सम्बन्ध हो क्या सँगै जाने ठाउँ हो। हामी पनि माछा मार्न जान्छौँ त्यही होइन स्वागत छ अनि हाम्रो सर र म्यामलाई निली मेडलर चाहिँ बधाई छ। स्वागत तथा विदाई कार्यक्रममा मलाई पनि सानो मन्तव्य राखिदिनुलाई सबै कुरा त हाम्रो साथीहरूले सबै मिठा मिठा कुराहरू तिता कुराहरू पनि भनिसक्नु भएको छ। त्यसमा मैले खासै धेरै कुरा छोटो मिठो भन्दै गर्दाखेरि हाम्रो यो बाफिया अपग्रेड हुने क्रममा छँदैछ भन्ने कुरा यहाँलाई राख्न चाहन्छु। किनभने सुरुमा जुन हिसाबले हामीले कार्यक्रमहरू गरिराखेको थियौँ त्यो हिसाबले अहिले हेर्दै जाँदा अलिकति केही भएको हो कि जस्तो पनि फिलिङ भइरहेको छ। के भन्दै हाम्रो सोम सरलाई एकदम उत्तर कामना गर्दै हाम्रो विश्व सरलाई पनि स्वागत गर्दै यो कार्यक्रम यही समाप्त हुनुभएको जानकारी गराउँछु। धन्यवाद। यसमा चाहिँ म एउटा चाहिँ सानो मन्तव्यको चाहिँ कार्यक्रम राखेँ। त्यसमा चाहिँ अब हाम्रो विदाई भएर जाँदै हुनुहुन्छ सर चाहिँ सोम सरलाई चाहिँ उहाँलाई चाहिँ सानो मन्तव्य राखिदिनु किशोर सर लगायत अब सम्पूर्ण बिएफएन टिम ब्याङ्क बिमा संस्था चामे मनाङका सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद। र यो छोटो बसाइ भनौँ लगभग 15 महिना जति यहाँ बसियो र हाम्रो सङ्गठित रूपमा यो मेरै कार्यकालमा हामी यो सङ्गठित भएर ब्याङ्क बिमाको एउटा संस्था बनाउनु पर्छ भनेर हामीले आफैले यो किसिमले एउटा मूर्त रूप पाएको छ। खुसी लागेको छ र यहाँ आउने स्वागत हुने र विदाई हुने लगायतका सम्पूर्ण कामहरूमा आफूलाई यो दुर्गम क्षेत्रमा आएर काम गर्ने क्रममा एक्लोपनको महसुस कम गराउने एउटा राम्रो माध्यम बनेको छ हाम्रो बिएफएन ग्रुप। र यो अझै पनि प्रगति र उत्तर प्रगति हुँदै जाओस्। र आगामी दिनमा पनि मैले भन्नुपर्दा हुन त अध्यक्षज्यूसँग नि मेरो आग्रह चाहिँ के थियो भने स्वागत आउनेलाई केही गर्नुपर्छ ठिक छ, स्वागत गर्नु विदाई हुनेलाई कम्तीमा सानो परम्परा त मायाको चिनी पनि बनाएर दिनुपर्छ। हाम्रो नि अब कोषहरू बलियो हुँदैछ र यसरी सबै साथीहरू आइदिनु भयो मलाई एकदम खुसी लागेको छ। र यहाँको बसाइ
सुख दुःख यस्तै हो। लाइफ भनेको च्यालेन्जिङ नै मनपर्छ। च्यालेन्ज बिनाको लाइफ चाहिँ लाइफै होइन पनि भन्छु। र यहाँ आउँदा धेरै च्यालेन्जिङहरू फेस गर्नु पऱ्यो। बाढी चाहिँ सबैभन्दा खतरनाक बाढी अब यो वर्ष देशकै उसमा